हाम्रो श्रीजङ्गा कराटे एकाडेमीको सरसफाइ कार्यक्रम हाम्रो गुरुद्वारा हाम्रो फुलहरू पनि रोपेको छ हेर फुलहरूलाई पनि यसो देखाइदियो ठिक छ ठिक छ अलिक डह्रो बनाउनु पऱ्यो नि होइन केटाकेटी यहाँ सब कुमुते ट्रेनिङ पुरा कुमुते के हो कुमुते क्युनको लागि एकदम ठाउँ बनाएको कुमुते प्र्याक्टिस क्युन प्र्याक्टिस स्पेसली अनि काँटाको लागि यता यो लेस बनाउँदैछु त यसलाई डिजाइनिङ दिँदैछौँ हामी अहिले जस्तोसम्म चाहिँ यहाँ बन्जर यहाँ अब जङ्गल थियो लोकेसन चाहिँ अब 60 बिघाको गुम्बा अगाडि हैन गुम्बा छेउमा हाम्रो यो काँझोडाको प्यारो टोल भानु टोल है अब हजुरहरूलाई पनि आफ्नो बालबच्चालाई यसो अब कराटेहरू ट्रेनिङ सिकाउनु छ सेल्फ डिफेन्सको लागि हैन विल पावरको लागि मेन्टालिटीको लागि स्पेसली चाहिँ डिसिप्लिन डिसिप्लिनको लागि स्पोर्ट्स भनेको चाहिँ डिसिप्लिन हो नि त अनुशासन गतिशीलता हो डाइनामिक बनाउनु पऱ्यो नि त होइन अब बुझ्ने यहाँ फेरि धेरै बुझ्नेहरू पनि छ धेरै बुझेर कम्ती बुझेर भन्ने कुरा भन्दा पनि प्र्याक्टिकली लागु हुनु पऱ्यो क्या त्यो कुराहरूलाई रियालिटी फिल्डमा सो गर्न सक्नु पऱ्यो बिना सो अफ लोयल भएर एकदम कन्फिडेन्टली आफ्नो कार्यहरूलाई सही छ यहाँ ट्रेनिङ हुन्छ है यो ट्रेनिङ हुने ठाउँ हो अब हाम्रो मार्सल आर्ट्स कराटे ट्रेनिङ सानैदेखि बालबच्चालाई होइन राम्रो फिजिकल फिटनेसको लागि समाज समय लाग्ला तर सुधार हुँदै आउँछ अवश्य पनि यस उसको माइन्ड सेट नै त्यसरी ग्रो अप हुँदै जान्छ नि त आज नहोला तर कन्सिस्टेन्टली उसले त्यो कुरालाई फलोअप गरिराख्दा भनेको चाहिँ 5 वर्ष लाग्ला तर उसले त्यो कुरा गर्छ क्या होइन किनकि उसलाई त्यो समयमा त्यति नै लाग्ने समय लाग्छ भने उसलाई त्यति नै वर्ष समयको अवधिमा ऊ ग्रो अप हुन्छ नि त तर 1 वर्षको फेजेसमा उसले एउटा आफूलाई पनि सेल्फ कन्ट्रोल गर्न सक्यो भने ठुलो उपलब्धि हो नि उसको लागि हो नि हो होइन त्यसले नै भोलि 5 वर्षको रिजल्ट देखाउने हो नि त उसले सक्ने या नसक्ने त्यस कारणले गर्दा यो जुन स्पोर्ट्सभित्र मात्रै होइन अनि म चाहिँ गार्जेनसिपलाई नि म के भन्न चाहन्छु स्पेसली होइन सेल्फ एउटा ग्रोथमा चाहिँ याद गर्नुपर्छ बालबच्चालाई जसरी एकाडेमीमा हामी टिचर्सले गुरुवर्गहरूले गर्छौँ त्यो कुराहरूलाई चाहिँ त्यसरी नै गार्जेनहरूले पनि गर्नुहुन्छ पूर्ण विश्वास छ होइन उहाँहरूसँग प्रति पनि अझै पनि हामीले चाहिँ कतिवटा कुराहरू मिसिङ भइरहेको हुन्छ नि त त्यस्तो कुराहरूलाई चाहिँ हामीले फेरि पूर्ण आज थाहा भयो भने भोलि थाहा भयो पर्सि थाहा भयो चौथो दिनमा त नगर्ना नि भन्न सकिन्छ नि त होइन अर्डर होइन एउटा रेस्पेक्ट तरिकाले